नमस्कार जेठी भाउजू है। अब यस्तो रातिको समय हैन, अब काम सट्ट सकेर टक्क नन्द भाउजू मिलेर अब यसो धेरै पछाडि गीत पनि गाम भनेर हामी चाहिँ यहाँ भेट भएको छौँ आज। उता मेरी सासू आमाले पनि गीत गाउँदै गुनगुनाउँदै हुनुहुन्छ कि मलाई निन्द्रा लाहा भिडियो बनाउनु भनेर हैरान बस्छु म यहाँ। भिडियो बनाउनु म निन्द्रा लाएर हेर्नु बल्ल बल्ल नन्द भाउजू भेट भएको छ निन्द्रा लायो भनेर यहाँ हैरान छ मेरी नन्द। अब के गर्ने निन्द्रा लाइन लाओस् एकछिन भिडियो बनाउने यहाँ भिडियो बनाउनु परेन गाइस सुत्न पाएको छैन यो ठुली भाउजूले गर्दा। देख्नु गाइस मलाई दोष भिडियो त बनाउनु त मलाई नि मन लाग्छ नि त कुरो यस्तो हो के। सम्झी ल्याउँदा यति मन रुन्छ कसलाई दुःख देखाएर के हुन्छ। सम्झी ल्याउँदा यति मन रुन्छ कसलाई दुःख देखाएर के हुन्छ। कसलाई दुःख देखाएर के हुन्छ। हेर्नुहोस् गाइस कसैसित डराउने होइन, नराम्रो काम गर्न हुँदैन। राम्रो काम यो बनाउँदैमा एकदम राम्रो। अर्काको घर गएर कसैको घर गएर कसैको कुरा काटेर अर्काको गफ गर्न मिलेन। त्यो टाइम आफ्नै घरमा बस्ने भिडियो बनाउने टिकटक गर्ने आफ्नो जिन्दगी आफ्ना पाराले चल्ने। यस अब फेरि यसै क्रममा हाम्रो एउटा गीत जान्छ है, ल सुन्नु होला है त गाइस। भगवानलाई भेट्न पाए फेरा भन्थे भाग्य लेखिदेऊ मेटेर। भगवानलाई भेट्न पाए फेरा भन्थे भाग्य लेखिदेऊ मेटेर। भन्थे भाग्य लेखिदेऊ मेटेर। लेख्नु भयो गाइस यस्तो रमाइलो छ। हामी के अरे नन्द र बुहारी नन्द भाउजू भएर गाउने अनि मेरी सासू आमा नाच्ने। रुँदा रुँदै उडायो पापीले तँ भन्दा अगाडिको कोही बिर्से